So hi everyone, good morning and welcome back to our new vlog। तो अभी हम लोग जा रहे हैं अक्षित को स्कूल छोड़ने के लिए। अक्षित का जो है अभी स्कूल हो रहा है यहाँ पे। समर वैकेशन अभी तक स्टार्ट नहीं हुआ है। हम लोग उसको स्कूल छोड़ने के लिए जा रहे हैं, नतीशा, मैं और मामी और अक्षित। सो आज जो है हमारे परदादा के श्राद्ध भी है, तो थोड़ी देर के बाद पंडित जी आएंगे, तो परदादा के श्राद्ध भी होगा आज को। सो अभी हम लोग जा रहे हैं अक्षित को छोड़ने के लिए। बाय भनिदेऊ, तिमीलाई कहाँ भनेको त, मामा पो गएको त। स्कुल जाँदाखेरि त भुक्कै भइहाल्छ हो। आउनु लु, जानु, दुईजना जानु लु। लु जाउँ। लु हिँड हिँड हिँड, अब पक्रेन अहिले त्यहाँ गएर उयो गर्यो। उयो हेर्नु न, अर्कोले फेरि तानेको हिँड भनेर। लु हिँड हिँड, बिस्तारै हिँड। आज त दिन त है अघि कम्ता राम्रोसँगले घाम लागिरहेको थिएन हो। अहिले त फेरि छैन, फेरि फगिएर त हेर्न सक्नु भयो दिन त फेरि है भाउजू। बिहान त दामी भइरहेको थियो। अर्कोलाई जानु मनै लागेको छैन हो। आमा अहिले हेर्नु न कस्तो, अहिले हेर्नु घामलाई फेरि टन्टन लागिहाल्यो। टन्टलापुर घाममा कहाँ गएको, भुक्कै परेर कता हिँडेको। आमा फेरि त्यस्तै छ। अर्को फेरि हेर्नु न हिँड्नु नसकेको। नतिसा पक्रिन्छु भन्दा दिँदैन, हेर्नु न कामेको। हामी धरे मामा हौ, छिटो हिँड लु, हिँड त खै छिटो, अगाडि हेरेर हिँड्नु सकेको छैन त्यसै हो। पक्रिन्छु भन्दा पनि दिँदैन, हेर्नु न कामेको फेरि। ऊ हेर्नु न, पक्रिन्छु आऊ। अब फेरि काम चाहिँ अब बाबा म पक्रिन्छु ल। अब तिमी हिँड्नु सकेको छैनौ, ऊ हेर्नु अब चढ्नु सक्दैन, हेर्नै माथि ऊ छे ऊ यहाँ हात धोइदिनु पर्यो। हिँड ऊ यसलाई साइले अझीलाई त म भोलि जानेलाई एभोकाडो माग्नु पर्यो। कम्ती फलाएको रहेछ नि, यो सबै हो नि, एउटा दिनु न भनेर। 1 2 3 4 4 5 जो चाहिँ चिन्दैन जान्दैन हो, त्यो चाहिँ हेर्नु न अगाडि अगाडि। के भन्छ आइसक्यो आज त सब। मामालाई बाई भनिदियो बाबा। ओ मामा पछाडि। ल बाई बाई भन्थ्यो मामालाई। जाउँ 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 छिटो, बाई बाई भनिदियो। आऊ बाई बाई भनिदियो मामालाई। ल आऊ, चिसो लाग्ने। आऊ नतिसा, नतिसा
के भन्नु पाउनु आफू पनि त्यस्तै खाएर यहाँ बिग्रियो ल्या त्यो त छुट्टै त झन्डै हेर्नु ए साह्रै तेल तातिहालेछ नि हौ नानी अब यस्तो किसिममा क्या हाल्नु अलिक साह्रो पर्छ क्या तेल तत्यो भनेछ कि बेसी कुरो हो बेसी तत्यो नि त बेसी तातिहाल्यो नि त तेल पाक्यो यत्रो काँचो तेलमा पाकेको तेलमा हालेर नपाक भनेको यो बिग्रियो बेसी बिग्रियो क्या बेसी तेल भएर प्याज घुमाउनु चाहेको छैन तेल बेसी पाकेर एउटा हालेको त तेलिरहन्छ नि हालेको डाल्यो नि बरु हाल्छु कि ए भयो सबै हाल्नु चाहेको छैन तेल बेसी कुदाएर हुँदैन क्या पुरा ऊ आगो अलिक कम्ती गर्नु न त हुँदैन सेलिँदाखेरिको सेलिजान्छ आटा लाउँदा लाउँदा सेलिजान्छ नानीहरू पातला गर्नु त सेलिजान्छ तर चिसो भयो चिसो भइहाल्छ नि ताले नै चिसो पारिहाल्छ हो सेलिसकेको त यहाँ त तेल सेलिदिँदै थिएँ हौ ए भान्जी त स्कुल गइरहेको छ अन्त अझै उयो भएछ ठिक्क भएछ नि त नि अस्ति गोर्खे हाटमा पनि पोल्दै दिँदै थियौ त्यहाँनिर क्या ए कोदोको रोटीहरू अब म चाहिँ यहाँ प्याज र टमाटर काट्नु आँटेको बत्ती नै गयो होला अस्ति त झन् लु एक दिन डेढ दिन पुरै थिएन वाइफाई हो हाम्रोमा कति दिन पकाएको डेढ दिन हौ बुहारी कति दिनै थिएन फोन गर्दा पनि छैन उयो गर्दा पनि छैन हो पैसा तिरेको अन्त पैसा उनीहरूको चाहिँ त्यो क्या अब आज वाइफाईको गयो 1 सेकेन्ड पनि दिँदैन बेसी युज गर्नु काटिदिइहाल्छ चट्टै चट्टै काटिदिइहाल्छ हो अन्त यहाँ उयो गएको चाहिँ तो यहाँ पे मैंने प्याज और टमाटर काट लिया है इसका अब हम लोग चटनी बनाएंगे आजा भयो हुन्छ होला यति यहाँ आमाले चाहिँ रोटी पोलेर सक्न आँटिसक्यो नतिसा चाहिँ यहाँ मुख फुलाएर बसिरहेको छ यहाँ माइजूले चाहिँ माइजू यहाँ भाउजूले चाहिँ चटनी बनाउनु हुँदैछ यहाँ उयो यो चाहिँ मैले काटेको है अहिले यहाँ के बचाउनु भएको छ भाउजू सिबी र आलु नतिसा एक्सक्युज मी यहाँ भित्र चाहिँ श्राद्ध हुँदैछ बाजेको उतापट्टि पनि श्राद्ध हुँदैछ बाजेको यहाँनिर यहाँ सुरु भइसकेको छ श्राद्ध चाहिँ ए यहाँ त अघिदेखि गरेको होला नि त नि यहाँ त सकिनु पो लागिसकेको छ अब पहिला बाबालाई ल ओ मरि त्यादी अध्यय धनञ्जय गोत्र शिवपुन तपाईको नौरनको आज खानामा हेर्नुपर्छ ल यहाँ आउनुहोस् यहाँ दुईजना बोजूहरू बसिरहेको रहेछ हो यहाँनिर यहाँ दीक्षाले चाहिँ के चाहिँ खाना बनाउँदैछ हजुर के हामी यतापट्टि सेम सिबी हो माथि छपाको के बनाएछ अहिले यहाँ सिबी र आलुदम निङ्गुरे
बोजूहरूले पनि उता उयो बनाउनु भयो सेलरोटी बोल्दैछ बोजूले हो आमाले अन्त त्यहाँबाट खिर बनाउनु हुँदो रहेछ चटनी हो अन्त सिमीकै सब्जी बनाएको छ लु चप्पल लगाऊ कुखुरा भुल्नु भयो कुखुरा हुलिसकेको अन्त चाहिँ कुखुरा छैन यहाँ बोजूहरू भाउजूहरू अहिले खै चला कहाँ खै यहाँ अबि अहिले ठुङ्ग्यो भने आमामा नयाँ आयो कि चल्ला कुखुराले कम त चल्ला पारेको छ यहाँ नयाँ चल्ला यहाँ पनि छ कम त फलेको छ ल कम त फले चल्ला कम्ती भएको छ भनौँ चल्ला कम्ती फलेको छ अयो चल्ला भएको र छोरी यहाँ मुनि भनेको थिएँ कि चल्ला कम्ती फलेको छ यहाँनिर यो राम्री परेको रहेछ नि त यो चाहिँ है राम्री परेको रहेछ यो सफा परेको अहिले ठुङ्ला नि नगर बहिनी तेरे त ठुङ्छ पानी यता आऊ यता उहाँ हेर उहाँ हेर नानी नतिसा यहाँ हेर नतिसा औ यहाँ हेर यहाँ छ चल्ली यहाँ हेर ऊ बच्चा सानो सानो देख्यौ कम त छ यसको यहाँ हेर आज निकालेको हो नि यसले भाउजू बहिनी पर्ख एकछिनमा लगाउनु एकछिन पर्ख एकछिन लगाउनु दिइहाल लु जाऊ बिस्तारी जाऊ तिमी बिस्तारी जाऊ यहाँ बस लु जाऊ अगाडि अलिक अगाडि जाऊ तथा राज्य पितरो पिता के आउँछ नि त भयो बाजेर दिनु हुँदैन लु यहाँ बाजेले टिका लगाइदिनु हुन्छ अब पर्ख ऊ तिमीले लगाइदिनु तिमीले लगाइदिने होइन क्या हामीलाई पो लगाइदिने हो त पर्ख के लामो लगाएको फोनमा बस्यो उठेर पो लगाउनुपर्छ पैसा यो यहाँ राखिराखेको चाहिन्छ तल बोजू आएको छ दुखाऊ अब हल्का खामा गर वाउ यम्मी भएछ यम्मी भएछ खाऊ खामा गर खाऊ हामा गर झरे त त्यो कहाँ फ्याँकेको ल ल ल त्यो नखाने ल त्यही खाऊ अन्त अब हामी खिर खान्छौँ निता पानीलाई बनाउँछौँ
डिम खाना खाऊ न खाऊ पुछेको त्यहीँ हजुर क्या खाने Thank you for watching. Bye bye.